साथीहरू नमस्कार। तपाईहरू सबैलाई स्वागत छ। आज हामी नेपालको इतिहास अन्तर्गत गोपाल वंश, महिषपाल वंश र किराँत वंशसँग सम्बन्धित अत्यन्तै महत्त्वपूर्ण विषयवस्तु अध्ययन गर्दैछौँ। तपाईहरू पनि विभिन्न आयोगका प्रतिस्पर्धात्मक परीक्षाको तयारी गर्दै हुनुहुन्छ भने यो भिडियो तपाईहरूका लागि निकै फलदायी हुनेछ। त्यसैले यो भिडियोलाई लाइक गरी च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। आउनुहोस् आजको विषयवस्तु सुरु गरौँ। साथीहरू तपाईहरूको लागि पहिलो प्रश्न रहेको छ, नेपालमा सर्वप्रथम कुन वंशले शासन गरेको थियो? यसको सही जवाफ रहेको छ गोपाल वंश। दोस्रो प्रश्न रहेको छ, गोपाल वंशका पहिलो राजा को थिए? यसको सही जवाफ रहेको छ भुक्तमान। तेस्रो प्रश्न रहेको छ, गोपाल वंशले नेपालमा कति वर्ष शासन गरेको थियो? यसको सही जवाफ रहेको छ 521 वर्ष। चौथो प्रश्न रहेको छ, गोपाल वंशका कतिजना शासकहरूले शासन गरेका थिए? यसको सही जवाफ रहेको छ 8 जना। पाँचौं प्रश्न रहेको छ, अन्तिम गोपाल वंशी राजा को हुन्? यसको सही जवाफ रहेको छ यक्षगुप्त। नेपालको सबैभन्दा पुरानो वंशावली कुन हो? यसको सही जवाफ रहेको छ गोपाल वंशावली। सातौं प्रश्न रहेको छ, नेपालको सबैभन्दा पुरानो वंशावली गोपाल वंशावली कुन राजाको पालामा तयार पारिएको थियो? यसको सही जवाफ रहेको छ राजा जयस्थिति मल्लको पालामा। आठौं प्रश्न रहेको छ, गोपाल वंशको शासनको केन्द्र कहाँ थियो? यसको सही जवाफ रहेको छ मातातीर्थ। नवौं प्रश्न रहेको छ, नेपाल आउने प्रथम पर्यटक भनेर कसलाई चिनिन्छ? यसको सही जवाफ रहेको छ सम्राट अशोक। 10औं प्रश्न रहेको छ, भुक्तमानको अर्को नाम के हो? यसको सही जवाफ रहेको छ भूमिगुप्त वा धर्माकर गुप्त। 11औं प्रश्न रहेको छ, गोपाल वंशको अन्त्यपछि नेपालमा कुन वंशले शासन गरे? यसको सही जवाफ रहेको छ महिषपाल वंशले। 12औं प्रश्न रहेको छ, गोपाल वंशको मुख्य पेशा के थियो? यसको सही जवाफ रहेको छ गाई पालन। 13औं प्रश्न रहेको छ, नेपालको पहिलो आदिवासी भनेर कुन वंशलाई चिनिन्छ? यसको सही जवाफ रहेको छ गोपाल वंश। 14औं प्रश्न रहेको छ, पशुपतिनाथको ज्योतिर्लिङ्ग कुन वंशको पालामा उत्पन्न भएको थियो? यसको सही जवाफ रहेको छ गोपाल वंशको पालामा। 15औं प्रश्न रहेको छ, पशुपतिनाथको ज्योतिर्लिङ्गमा दूध चढाउने गाईको नाम के हो? यसको सही जवाफ रहेको छ बहुरी। 16औं प्रश्न रहेको छ, महिषपाल वंशलाई अर्को कुन नामले पनि चिनिन्छ? यसको सही जवाफ रहेको छ अहिर वंश वा आभिर वंश। प्रथम महिषपाल वंशी राजा को हुन्? यसको सही जवाफ रहेको छ बरसिंह।
अन्तिम महिषपाल वंशी राजा को हुन्? यसको सही जवाफ रहेको छ भुवन सिंह। 19औं प्रश्न रहेको छ महिषपाल वंशका कतिजना शासकहरूले शासन गरे र ती को हुन्? यसको सही जवाफ रहेको छ महिषपाल वंशका 3 जना राजाहरूले राज्य गरे र तिनीहरूको नाम क्रमशः बरसिंह, जयसिंह र भुवनसिंह हो। 20औं प्रश्न रहेको छ महिषपाल वंशका 3 जना राजाहरूले जम्मा कति वर्ष शासन गरे? यसको सही जवाफ रहेको छ जम्मा 111 वर्ष। 21औं प्रश्न रहेको छ महिषपाल वंशीहरूको मुख्य पेशा के थियो? यसको सही जवाफ रहेको छ भैँसी पालन। 22औं प्रश्न रहेको छ महिषपाल वंशीहरूको पतनपछि उपत्यकामा कुन वंशले शासन गर्यो? यसको सही जवाफ रहेको छ किराँत वंशले। 23औं प्रश्न रहेको छ किराँत वंशका प्रथम राजा को थिए? यसको सही जवाफ रहेको छ यलम्बर। 24औं प्रश्न रहेको छ किराँत वंशका अन्तिम राजा को थिए? यसको सही जवाफ रहेको छ गस्ती। 25औं प्रश्न रहेको छ किराँत वंशका मानिसहरूलाई के भनेर पनि चिनिन्छ? यसको सही जवाफ रहेको छ पूर्वका मान्छे। इतिहासविद राइटका अनुसार किराँत वंशका कतिजना शासकहरूले शासन गरे? यसको सही जवाफ रहेको छ 29 जना। इतिहासविद राइटका अनुसार किराँत वंशका शासकहरूले कति वर्ष शासन गरे? यसको सही जवाफ रहेको छ जम्मा 1118 वर्ष। 28औं प्रश्न रहेको छ कुन किराँती राजाका पालामा गौतम बुद्ध काठमाडौँ उपत्यकामा आएका थिए? यसको सही जवाफ रहेको छ 7औं किराँती राजा जितेदास्तीका पालामा। 29औं प्रश्न रहेको छ किराँती राजा यलम्बरको शालिग कुन जिल्लामा छ? यसको सही जवाफ रहेको छ सङ्खुवासभा जिल्लामा। आजको 30औं र अन्तिम प्रश्न रहेको छ कुन किराँती राजाको पालामा महाभारतको युद्ध भएको थियो? यसको सही जवाफ रहेको छ हुमतीको पालामा। साथीहरू, तपाईहरूलाई आजको यो भिडियो सामग्री कस्तो लाग्यो? राम्रो लाग्यो भने यसलाई एक लाइक गरी च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला है। तपाईहरूलाई जीके सम्बन्धी अन्य के कस्ता भिडियो सामग्रीको आवश्यकता छ कमेन्ट बक्समा कमेन्ट गर्न नबिर्सनुहोला। अर्को भिडियोमा फेरि भेटौँला। नमस्कार।